नमस्ते साथीहरू, आज चाहिँ म हाम्रो साकेलाको अन्तिम दिन। आज साकेला मार्ने कार्यक्रम छ हाम्रो गाउँमा चाहिँ, त्यसैले आज हामीले चाहिँ साकेलाको लागि खाजाको व्यवस्था गर्दैछौँ। यहाँ पकाइराख्नु भएको छ पछाडि त। यहाँ चाहिँ हाम्रो चिकन हाम्रो सोल्टिनले यो लाउनु हुँदैछ। हाम्रो सोनाले, हाम्रो गाउँको सबैभन्दा काम गर्ने मान्छे होइन तिमी? खतरा डन, बिहा कार्यक्रममा अगाडि काम गर्ने। हेर्नु साथै माग्न आइहाल्नुहोस् होला। हेर्नु साथै बोतल लिएर आउँछ होइन? तर अहिले त बिहा नहुनेको पनि यसो उमा हाल्यो भने त हुन्छ है। तर मन गर्नेले फेसबुकमा एकदम इच्छुक हुनेलाई आफ्नो हेबिटहरू चाहिँ लेख्नु पर्यो। अनि टक्क ऊ के पो दिदी एडिट गरेको फोटो चाहिँ हाल्नु पर्यो। रियलको त तर्सिन्छ होला फेरि। अनि तिमी त रियलमै ब्युटी छैन त? होइन दाइ, ब्युटी भए त अहिलेसम्म कतिवटा मर्थे होला। होइन नमरेको होइन, मरे त्यस्तो ढाक्नु हुँदैन होइन। तर के गरे भने नि मैले चाहिँ पैसै मात्रै अब टिप्नु खोजेँ क्या, बिहातिर गइएन, कमाउनु मात्रै लाग्यो। बुढी गर्ने त होइन नि। भर्खर तिमी कति होला? 25 पुगेर 26 त लाग्यो नि होइन? 16 देखि 17 नि। ए बढाउनु हुन्छ। ए मतलब 25-26 जस्तो लाग्यो त। ल तपाईँले यस्तै कमेन्टहरू त धेरै हेर्छ। अब चाहिँ खाउँ खाउँ जस्तो है भयो नि यस्तो। ल यत्तिको भिजाइदिएर हल्का आगो लगाउँ। अब चाहिँ दिदी यो राख्दा तातिन्छ नि। संसार के होला भन्दा बिडी चाहिँ कसरी उ गरेको? यो मलाई खानु इच्छा लाग्यो, तान्नु हुँदो रहेछ कि कस्तो हुँदो रहेछ भनेर ट्राई गर्नु पर्यो कि। यहाँ यता 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 हेर्नु न, यहाँ बिडीको चाहिँ निकालिदिने खराब। अनि बिचराहरूको फेरि मासु बोकिरहेको छु। अब दिदीहरूको पकाएर खाने होला, कति आश गरेको होला भन्छु है। त्यो बेला चाहिँ कस्तो भने त्यसको बिग्रियो क्या, त्यो बनाउँदाखेरि कोही त के गरी पठाएको सिठी रहेछ। जानु चाहिँ सुँगुर आधी बाटैबाट त सिटी भन्छ, सिटी भन् न, सिटी सिटी होइन सिटी त्यो चार्जवाला चार्ज बिग्रिएछ कि। अनि रातोमा रातो कालोमा कालो भनेर छिराउनु लाग्छ, अब पट्ट पर्थ्यो नि। अनि बाहुनी गरेको होला, गरेको लक्ष्मीका पुग्नु आँट्दा त सुँगुर बोकिरहेको थियौँ। मानि हिँड्दैन त उ त गाडी त। अनि मर गन्दै हिँड्दै गयौँ। सुँगुर हामी हिँड्नुभन्दा बिस्तारै हिँडेको भनेपछि कस्तो होला? आउँदाखेरि पनि बनाएँ, अब हुन्छ भन्नु। त्यो त चार्जिङ हुँदै हिँड्छ नि, अर्को त पुग्दै हिँड्छ। आज अत्याधिक गर्मी छ, त्यही कारणले गर्दा यसो जाडको व्यवस्था अहिले नै नाच्नुभन्दा अगाडि नै खाँदै गर्नु पर्यो भनेर भन्नु। पानी दिनु नि त नि।
खाने बेला भयो हाम्रो ल्याएको त्यो नि तान्दै दिने कि आलु र मटरको चिउरा भुजा उता छ है हो च्याउको दाना उतै छ है मैले देखेँ यो तपाईँ प्लेट भए पनि फिजाइदिनु न प्लेट यता ल्याउ त कान्छी अब उता चाहिँ उलाउँदिनु के के चाम्रे चाम्रे बानिदिने हाम्रै भाइ म ग्लासमा होला ग्लासमा देऊ अब चाहिँ हाम्रो सिली मार्नेको कार्यक्रम हुँदैछ आजदेखि चाहिँ सिली चाहिँ मारिँदैछ यसरी Recording time.